नमस्ते सम्पूर्ण आदरणीय दर्शक श्रोता महानुभावहरू, सर्वप्रथम यहाँहरूलाई हाम्रो यस युट्युब च्यानल सरगम ज्ञान युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। यस च्यानल अन्तर्गत रहेर हामीले विगत लामो समयदेखि अत्यन्तै महत्त्वपूर्ण सन्देशमूलक प्रेरणादायक ज्ञानहरू र विश्वचर्चित पुस्तकहरूका सारहरू र विश्वचर्चित पुस्तकहरूमा भएका महत्त्वपूर्ण ज्ञानहरूलाई यहाँहरू समक्ष शेयर गर्दै आइरहेका छौँ र आगामी दिनमा पनि हाम्रो यात्रा निरन्तर रहनेछ। दर्शक महानुभावहरू, धेरै लामो समयको अन्तरालपछि आज पनि फेरि यहाँहरू समक्ष अत्यन्तै महत्त्वपूर्ण ज्ञानको साथमा उपस्थित भइसकेको छु। मलाई विश्वास छ यहाँले यो ज्ञानलाई अन्तिमसम्म सुनेर, हेरेर, बुझेर आफ्नो जीवनमा इम्प्लिमेन्ट गरेर आफ्नो जीवनलाई सरल, सुखी, समृद्धि, सफल र उद्देश्यपूर्ण बनाउनुहुनेछ भन्ने विश्वास लिएको छु। यो ज्ञान, आजको ज्ञान सबै मनुष्यको लागि अति नै आवश्यक छ। यहाँले यो ज्ञानलाई आफूले सुनेर, आफूले बुझेर यो ज्ञानलाई अरू समक्ष पनि बाँड्नुहुनेछ अथवा यो भिडियोलाई शेयर गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। दर्शक महानुभावहरू, आजको यो ज्ञान अति नै महत्त्वपूर्ण ज्ञान माइन्डसेट पुस्तकबाट अथवा द न्यू साइकोलोजी अफ सक्सेस भन्ने पुस्तकबाट लिएको छु। अवश्य पनि यहाँहरूलाई मन पर्नेछ भन्ने विश्वास लिँदै म सुरु गर्न चाहे है त। दर्शक महानुभावहरू, द पावर अफ माइन्डसेट पुस्तक प्रसिद्ध मनोवैज्ञानिक डाक्टर क्यारोल एस ड्वेकद्वारा लेखिएको यो पुस्तक मानवीय मानसिकता र यसको प्रभावलाई गहिरो रूपमा अध्ययन गर्ने एउटा कृति पनि हो। यो पुस्तकले मानिसहरूको सफलतामा मानसिकताले कसरी भूमिका खेल्छ भन्ने विषयमा चिरफार गरेको छ। लेखकले आफ्नो पुस्तकमा फिक्स माइन्डसेट अथवा जड मानसिकता र ग्रोथ माइन्डसेट अथवा विकासशील मानसिकता भन्ने दुई प्रमुख प्रकारका मानसिकताहरूलाई चर्चा गरेकी छिन्। यो पुस्तक विशेष गरी व्यक्तिगत, शैक्षिक, व्यावसायिक र सम्बन्धहरूमा पनि मानिसहरूले कसरी सोच्ने बानीको विकासले अथवा मेन्टल एटिट्युडले उनीहरूको जीवनको दिशा निर्धारण गर्छ भन्ने सम्बन्धमा केन्द्रित छ। दर्शक महानुभावहरू, पुस्तकका मुख्य विषयवस्तु र शिक्षाहरूमा प्रवेश गर्न चाहे। फिक्स माइन्डसेट के हो त? फिक्स माइन्डसेट भनेको फिक्स माइन्डसेट भएका, जड मानसिकता भएका मानिसहरूले विश्वास गर्छन् कि उनीहरूको क्षमता, बुद्धिमत्ता र प्रतिभा भनेको जन्मजात हुन्छन् र स्थिर हुन्छन्। उदाहरणका लागि, यदि कसैले आफूलाई म गणितमा कमजोर छु भनेर सोच्छ भने उसले कुनै पनि प्रयास नगरी यसलाई आफ्नो स्थायी सत्य मान्छ। यस प्रकारको मानसिकताले मानिसहरूलाई चुनौती स्वीकार गर्न अनिच्छुक बनाउँछ। अब ग्रोथ माइन्डसेट, विकासशील मानसिकता के हो त? ग्रोथ माइन्डसेट भएका मानिसहरूले विश्वास गर्छन् कि उनीहरूको क्षमता, बुद्धिमत्ता, अभ्यास र प्रयास समयसँगै सुधार गर्न सकिन्छ। उदाहरणका लागि, यदि कसैले म गणितमा राम्रो बन्न सक्छु तर यसका लागि प्रयास गर्नुपर्छ भन्छ भने उसले आफूलाई चुनौती र अवसरको लागि तयार गर्दछ। उदाहरणको लागि, फिक्स माइन्डसेटले म यो काम गर्न सक्दिनँ, यो मेरो क्षमता भन्दा बाहिर छ भनेर सोच्छ भने ग्रोथ माइन्डसेटले यो काम अहिले थोरै कठिन छ तर म यसलाई सिकेर सुधार गर्न सक्छु भनेर ग्रोथ माइन्डसेटले हुन्छ। असफलता र चुनौतीहरूको दृष्टिकोण कसरी लिन्छ त ग्रोथ माइन्डसेटले र फिक्स माइन्डसेटले? ग्रोथ माइन्डसेट भएका मानिसहरूले असफलतालाई अवसरको रूपमा हेर्छन्। उनीहरूका लागि असफलता भनेको सिक्ने एउटा प्रक्रिया हो भने फिक्स माइन्डसेट भएका मानिसहरूले भने असफलतालाई आफ्नो कमजोरीको प्रमाणका रूपमा लिन्छन्। उदाहरणको लागि, फिक्स माइन्डसेटले भन्यो, मैले यो परीक्षा पास गर्न सक्दिनँ, म धेरै असफल छु, म जिरो नलेज छु, म एकदम भनौँ न म कमजोर छु, म फेलियर हो टाइपको सोच फिक्स माइन्डसेटले गर्छ भने ग्रोथ माइन्डसेटले मैले यो परीक्षा पास गर्न सकिनँ, के भयो र, मलाई अझ बढी अभ्यास र तयारी गर्न आवश्यक छ भनेर पोजिटिभ तरिकाले त्यसलाई लिन्छ। चुनौतीहरूलाई अवसरको रूपमा हेर्नु र
असफलताबाट पाठ सिकेर अघि बढ्नु जीवनको सफलता र सन्तोषको लागि अति नै महत्त्वपूर्ण छ। प्रशंसा गर्ने तरिका र यसको प्रभाव। यो पुस्तकले बालबालिकाहरूलाई दिइने प्रशंसाको बारेमा पनि महत्त्वपूर्ण शिक्षा दिन्छ। यदि बच्चालाई तिमी धेरै बुद्धिमान छौ भनेर मात्र प्रशंसा गरिन्छ भने उनीहरूले फिक्स माइन्डसेट विकास गर्न सक्छन्। हेर्नुहोस् है, यसको सट्टा तिमीले कडा मेहनत गर्यौ भन्ने प्रशंसा गर्दा उनीहरूले ग्रोथ माइन्डसेट अपनाउँछन्। त्यसैले हामीले पनि तिमी एकदम बुद्धिमान छौ भन्नुभन्दा तिमीले कडा मेहनत गर्यौ भन्ने प्रशंसा गर्दा उनीहरूको ग्रोथ माइन्डसेट अपनाउँछन्। उनीहरूले ग्रोथ माइन्डसेटलाई अपनाउँछन्। उदाहरणका लागि फिक्स माइन्डसेटले कसरी भन्छ भने तिमीले यो काम सजिलै गर्यौ, तिमी धेरै स्मार्ट छौ भनेर भन्छ भने ग्रोथ माइन्डसेटले तिमीले यो काम गर्न धेरै मेहनत गर्यौ, म तिम्रो प्रयासलाई प्रशंसा गर्छु भनेर ग्रोथ माइन्डसेटले भन्छ। सिकाइ, महत्त्व र निरन्तर सुधारको सम्भावना। हेर्नुहोस् है, ग्रोथ माइन्डसेट मान्ने मानिसहरू विश्वास गर्छन् कि जीवनभर सिक्न सकिन्छ। नयाँ सिक्ने, पुराना गल्तीहरूलाई सुधार्ने र नयाँ चुनौतीहरूलाई सामना गर्ने इच्छा शक्ति उनीहरूको प्रमुख गुण हो। हेर्नुहोस् त, ग्रोथ माइन्डसेट भएका व्यक्तिहरूले विश्वास गर्छन् कि जीवनभर सिक्न सकिन्छ। नयाँ सिक्ने, पुराना गल्तीहरूलाई सुधार्ने र नयाँ चुनौतीहरूलाई सामना गर्ने इच्छा शक्ति उनीहरूको प्रमुख गुण हो। उनीहरूको लागि फिक्स माइन्डसेट, म पूर्ण छैन त्यसैले म यस कामका लागि योग्य छैन, यो कामको लागि म बनेकै होइन टाइपको सोच। अनि ग्रोथ माइन्डसेटले के भन्छ भने म पूर्ण छैन, नोबडी इज द परफेक्ट इन द वर्ल्ड, कोही पनि मान्छे पूर्ण छैन तर म सुधार गर्न सक्छु भन्ने सोच राख्यो भने, मानसिकता राख्यो भने त्यो ग्रोथ माइन्डसेट भयो। सिप र ज्ञान समयसँगै विस्तार गर्न सकिन्छ र यो जीवनभर चल्ने प्रक्रिया हो। अति नै महत्त्वपूर्ण सन्देश। सम्बन्धहरूमा ग्रोथ माइन्डसेटको भूमिका। अब सम्बन्धमा चाहिँ ग्रोथ माइन्डसेटको भूमिका कस्तो हुन्छ त भन्ने कुराहरू बुझौँ है त। यो पुस्तकले केवल व्यक्तिगत सफलता मात्र होइन, सम्बन्धहरूको गुणस्तरमा पनि मानसिकताको प्रभावबारे चर्चा गरेको छ। ग्रोथ माइन्डसेट भएका मानिसहरूले आफ्नो सम्बन्धहरूमा अझ बढी धैर्यता र समझदारी देखाउँछन्। फिक्स माइन्डसेट भएका मानिसहरूले भने समस्यामा अन्त्यका रूपमा हेर्छन्, समस्याहरूलाई अन्त्यका रूपमा हेर्छन्। उदाहरणको लागि फिक्स माइन्डसेटले हाम्रो सम्बन्धमा समस्या छ, सायद हामी मिल्दैनौँ अब कहिले पनि भनेर सोच्छ भने ग्रोथ माइन्डसेट अथवा विकासशील मानसिकताले कसरी सोच्छ भने हाम्रो सम्बन्धमा समस्या छ, हामीले मिलेर यसलाई समाधान गर्न सक्छौँ। सम्बन्धहरू पनि प्रयास र प्रतिबद्धताहरूबाट सुधार गर्न सकिन्छ। हेर्नुहोस् है, सम्बन्धहरू पनि प्रयास र प्रतिबद्धताबाट सुधार गर्न सकिन्छ। नेतृत्व र व्यवसायमा ग्रोथ माइन्डसेटको महत्त्व के छ त भन्ने कुरा यहाँलाई भन्न चाहन्छु। यो पुस्तकले नेतृत्व र व्यावसायिक क्षेत्रमा पनि मानसिकताको महत्त्वलाई जोड दिएको छ। फिक्स माइन्डसेट भएका नेताहरू आफ्नो गल्ती स्वीकार गर्न डराउँछन् र जोखिम लिँदैनन्। ग्रोथ माइन्डसेट भएका नेताहरू भने नयाँ विचारहरू सुन्न र गल्तीबाट सिक्न तयार हुन्छन्। उदाहरणका लागि फिक्स माइन्डसेटले म यो रणनीति परिवर्तन गर्न सक्दिनँ, यसले असफलता निम्त्याउन सक्छ भनेर भन्छ भने ग्रोथ माइन्डसेटले हामीले यो रणनीति परिवर्तन गर्नुपर्छ, यसले सुधारको अवसर दिन सक्छ। सफल नेतृत्वको लागि लचिलोपन, नम्रता र सुधारको इच्छा शक्ति आवश्यक छ, अति नै आवश्यक छ। दर्शक महानुभावहरू, यो पुस्तकको मुख्य सार के हो भने मानिसको सोच्ने तरिका र मानसिकता उसको जीवनको हरेक पक्षमा निर्णायक भूमिका खेल्छ। फिक्स माइन्डसेटबाट ग्रोथ माइन्डसेटतर्फ परिवर्तन गर्न धेरै आवश्यक छ र सकिन्छ र यो परिवर्तनले व्यक्ति, संगठन र समाजमा सकारात्मक परिवर्तन ल्याउँछ। आफ्नो प्रयास, प्रक्रिया र सुधारको इच्छालाई महत्त्व दिनुहोस्, असफलतालाई अवसरको रूपमा लिनुहोस्। सम्बन्ध र नेतृत्वमा सुधारको सम्भावनालाई स्वीकार गर्नुहोस्। जीवनभर सिकाइ र विकासलाई आत्मसात गर्नुहोस्। यो पुस्तक प्रत्येक व्यक्तिले आफ्नो सोच र दृष्टिकोणलाई पुनर्निर्माण गर्न पढ्नुपर्ने प्रेरणादायक कृति हो। यहाँहरूले फिक्स माइन्डसेटलाई होइन, ग्रोथ माइन्डसेटलाई अपनाएर आफ्नो जीवनलाई उद्देश्यपूर्ण बनाउनुहुनेछ भन्ने विश्वास लिँदै आजको यो ज्ञान यहाँहरूलाई कस्तो लाग्यो, यहाँहरूको सल्लाह सुझाव अनि प्रतिक्रियाको अपेक्षा राख्दछु र आगामी दिनमा
यहाँहरूलाई यस्तै अति नै महत्त्वपूर्ण प्रेरणादायक सन्देशको साथमा फेरि पनि उपस्थित हुनेछु भन्दै आजलाई यहाँहरूबाट उजिल पढ्न चाहन्छु। हस्त नमस्कार, शुभ दिन।